नमस्ते साथीहरू। जस्तै तपाईले WhatsAppमा कसैलाई पठाउनुहुन्छ भिडियो फोटो या अरूले पठाएको हुन्छ तपाईलाई भिडियो फोटोहरू, त्यसको क्वालिटी कम देखाइरहेछ, त्यो पठाएको पनि र यता हामीले पठाउने पनि र अरूले पठाएको पनि त्यसमा क्वालिटी राम्रो देखिरहेको छैन भने एसडी तपाई सेटिङ गर्न सक्नुहुन्छ WhatsAppमा। त्यसको लागि म एउटा भिडियो समेटेर बनाएको छु। लाइक कमेन्ट शेयर पनि गर्नु होला। तपाईहरु पहिले WhatsAppमा जानु होला। यसरी WhatsAppमा थिच्नु होला। त्यसपछि यहाँ 3 डट छ दायाँपट्टि, त्यो 3 डटलाई थिच्नु होला। त्यसपछि सेटिङमा थिच्नु होला। त्यसपछि स्क्रोल डाउन गर्दै यसरी जानु होला। स्टोरेज एन्ड डाटा छ, त्यसमा थिच्नु होला। त्यसपछि यसरी स्क्रोल गर्दै तल हेर्नु होला। मीडिया अपलोड क्वालिटी भनेर छ, यहाँ यसमा थिच्नु होला। यहाँ स्ट्यान्डर्ड क्वालिटी भनेर फास्टर टु सेन्ड लेखिरहेछ, यसमा हैन, यो हार्ड एचडी क्वालिटीमा टिक लाउनु होला। यसरी सेभ गर्नु होला। सेभ भएपछि यो मिडिया क्वालिटी भइगयो र यो डाउनलोड हुने हामीले अरूले पठाएको चाहिँ डाउनलोड हुने पनि यसरी स्ट्यान्डर्ड क्वालिटी हटाएर एचडी क्वालिटीमा यसरी प्रिन्ट लाएर सेभ गर्नु होला। यति गर्नुभयो भने तपाईको आउने जाने दुईटै क्वालिटी राम्रो हुन्छ। यसरी सेटिङ मिलाउनु भयो भने भिडियो र फोटो क्वालिटी राम्रो आउँछ साथीहरू। नमस्ते साथीहरू। जस्तै तपाईले WhatsAppमा कसैलाई पठाउनुहुन्छ भिडियो फोटो या अरूले पठाएको हुन्छ तपाईलाई भिडियो फोटोहरू, त्यसको क्वालिटी कम देखाइरहेछ, त्यो पठाएको पनि र यता हामीले पठाउने पनि र अरूले पठाएको पनि त्यसमा क्वालिटी राम्रो देखिरहेको छैन भने एसडी तपाई सेटिङ गर्न सक्नुहुन्छ WhatsAppमा। त्यसको लागि म एउटा भिडियो समेटेर बनाएको छु। लाइक कमेन्ट शेयर पनि गर्नु होला। तपाईहरु पहिले WhatsAppमा जानु होला। यसरी WhatsAppमा थिच्नु होला। त्यसपछि यहाँ 3 डट छ दायाँपट्टि, त्यो 3 डटलाई थिच्नु होला। त्यसपछि सेटिङमा थिच्नु होला। त्यसपछि स्क्रोल डाउन गर्दै यसरी जानु होला। स्टोरेज एन्ड डाटा छ, त्यसमा थिच्नु होला। त्यसपछि यसरी स्क्रोल गर्दै तल हेर्नु होला। मीडिया अपलोड क्वालिटी भनेर छ, यहाँ यसमा थिच्नु होला। यहाँ स्ट्यान्डर्ड क्वालिटी भनेर फास्टर टु सेन्ड लेखिरहेछ, यसमा हैन, यो हार्ड एचडी क्वालिटीमा टिक लाउनु होला। यसरी सेभ गर्नु होला। सेभ भएपछि यो मिडिया क्वालिटी भइगयो र यो डाउनलोड हुने हामीले अरूले पठाएको चाहिँ डाउनलोड हुने पनि यसरी स्ट्यान्डर्ड क्वालिटी हटाएर एचडी क्वालिटीमा यसरी प्रिन्ट लाएर सेभ गर्नु होला। यति गर्नुभयो भने तपाईको आउने जाने दुईटै क्वालिटी राम्रो हुन्छ। यसरी सेटिङ मिलाउनु भयो भने भिडियो र फोटो क्वालिटी राम्रो आउँछ साथीहरू।